आज 2082 वैशाख 27 गते शनिबारको अवसर पारेर बुवाको विदाई कार्यक्रम आयोजना गरेको छ स्कुलले। हामी मेरो पूर्व स्कुल बुवाको रिटायर हुँदाखेरिको स्कुल विभिन्न स्कुलमा अध्यापन गराउनु भयो र अन्तिममा सेवानिवृत्त चाहिँ हुनुभएको स्कुलले माथि हामी जाँदैछौँ। बुवा लगायत अन्य अभिभावकज्यूहरू अगाडि हुनुहुन्छ। म चाहिँ यही बिचमा तपाईहरुलाई यो हाम्रो वरिपरि तलमाथिका गाउँहरूको दृश्यावलोकनको लागि यो भिडियो बनाइरहेको छु। पहिला हामीले आउने बाटो अहिले पुरै ढलान भइसकेछ। 2054 देखि 2059 सालसम्म अध्ययन गरेको विद्यालय धेरै नै परिवर्तनको रूपमा चाहिँ परिवर्तन चाहिँ देखिन्छ। विकासको काम नभएको चाहिँ हैन। जुन गतिमा हुनुपर्ने द्रुत गति विभिन्न सेवाहरू चाहिँ उपलब्ध हुन नसकेको चाहिँ पक्कै हो। तर हामीले त्यति निराशा पनि हुनुपर्ने छैन जुन केही पनि विकास भएको छैन भन्ने हिसाबले। किनभने साँघुरो बाटो थियो, अहिले यस्तो राम्रो बाटो बनिएको रहेछ स्कुल जाने। यो उकालो यहाँबाट हामी जान्थ्यौँ, यताबाट लामोबाट चाहिँ यताबाट थियो। किरमाडा भन्छौँ यता यो फललाई हाम्रो भाषामा। यो मेल अध्यक्षज्यू र बुवा चाहिँ त्यहाँ हुनुहुन्छ, जाँदै हुनुहुन्छ। म चाहिँ यो बाटो लामो अनि सहज बाटो तर पुराना याद चाहिँ झल्काउने गरी हामी यहाँबाट यो सल्लाहको घाँस हुन्थ्यो त्यहाँ चिप्लिँदै यता आउँथ्यौँ, त्यहाँ माथिबाट यहाँसम्म आउँथ्यौँ। यही बाटो भ्रमण गरौँ भनेर म चाहिँ यहाँबाट लागेँ। यहाँलाई यो बाटो देखाउँछु। अहिले पनि सल्लाहको जुन यो घाँस छ त्यस्तै छ, चिप्लो हुन्छ निकै नै। यो बाटो हामी स्कुलबाट आउने जाने बाटो अहिले ढलान गरेर सहज रहेछ भन्ने चाहिँ देखिन्छ। आजभन्दा करिब 30-28 वर्ष अगाडि हामी यो स्कुलमा आएको थियौँ। सुरुवात चाहिँ शिक्षा आरम्भ गरेको बेला चाहिँ 28 वर्ष अगाडि हो। मलाई लाग्छ 2053 सालतिर। झन्डै 28 पनि 29 वर्ष भइसकेको छ। 3 दशक पछि चाहिँ यो बाटो त अब किनभने यो घाँस काट्ने बाटो भएर त्यति चेन्ज देखिँदैन। हामी सर्टकटको लागि पनि यो बाटो आउँथ्यौँ। यो देखिरहेको निधाल गाउँ त्यो हाम्रो वडा कार्यालय। अनि यताबाट जुन म जुम गरेर देखाएँ उग्रतारा पोखराको दृश्य। अनि यो हाइलाइट गरेको यो पिपल यो चाहिँ रोखला गाउँको पिपल हो। नेपाली नवदुर्गा गाउँपालिका यो चाहिँ अमरगढी नगरपालिकाको वडा नम्बर 9 मा हाम्रो लगायत धेरै गाउँहरू छ। यता यस्तो बाटो हो, चिप्लो हुन्छ। फेरि पुरानो यादको लागि यही बाटो हिँड्दैछु म। पहिलाको जस्तो जोस जाँगर छैन, बच्चा बेलाको जस्तो चाहिँ। यी केटाकेटीहरूले नि किताबका पानाहरू यतै खसेका छन्। यो बाटो अब यसरी चिप्लिँदै पहिला पनि जान्थ्यौँ। अब हामी स्कुलको निकट पुग्दैछौँ। अहिले यस्तो राम्रो बाटो बनेछ, सुन्दर छ। सौन्दर्यताले भरिपूर्ण पहाड उसै पनि रमाइलो हुन्छ। यता चाहिँ हरियाली
शरीर चिसो हावा। यो गाउँ हाम्रो माथिबाट हेर्दाखेरि यो हाम्रो कुलदेवताको मन्दिर पिपल। यो साउथ गाउँ माथि देखिरहेको तलको चाहिँ सम्मान लेक। यसपछिको चाहिँ हामी नेक्स्ट भिडियोमा देखाउँछौँ। स्थल पुग्नै लाग्यो। फेरि पनि हामी निकट पुगिसक्यौँ। हो कार्यालय सेवक कहाँ छन्? ए पुरानो स्कुल हामी पढेको, तर अहिले चाहिँ रिनोभेसन भएको छ। हामीले पढ्ने 1 क्लासदेखि 5 क्लाससम्मका जुन कक्षाहरू जीर्ण अवस्थामा थिए, अहिले चाहिँ नयाँ स्कुल बनिसकेछ। यो भवन चाहिँ पुरानै हो, जापान सरकारको सहयोगमा बनेको यताको भवन। यो पनि हामी स्कुलबाट गइसकेपछि चाहिँ हो, तर हामी उताको सस्लिङ महाविद्यालय पढ्दाखेरि चाहिँ बनिसकेको थियो जापान सरकारको सहयोगमा। सुन्दर छ। अडादेशीज्यूको गुनासो चाहिँ वितृष्णा चाहिँ छ, किनभने स्कुलमा व्यवस्थापकीय पक्ष चाहिँ सरकारी स्कुलको अझै पनि जुन मात्रामा सुधार हुनुपर्ने हो त्यो सुधार भएको देखिँदैन। केटाकेटीहरू आउन थालेका छन्।